हेलो साथीहरु नमस्ते। सुर्खेत बसपार्कको 12 नम्बर सटरमा यो चिकन फ्राइड राइस हेर्नुस् त एकदम टेस्टी पाउँछ। क्वान्टिटी आउँछ, क्वालिटी आउँछ, चिकन दबाएर आउँछ। एकचोटी हाम्रो पसलमा भिजिट गर्न सक्नुहुन्छ यो सुर्खेत बसपार्कको 12 नम्बर सटरमा। अनि हेर्न सक्नुहुन्छ कि हामीले मजाले मासु भुटिरहेछौं। यसरी मासु भुटेर यो अदुवाहरु, प्याज, क्याप्सिकमहरु हालिसकेका छौं। यो हेर्न सक्नुहुन्छ यसरी हालेर मजाले यसलाई एकदमै मजाले फ्राई गर्नुपर्छ पहिला है। किन त यो काँचो हुन सक्छ। अनि यो राइस हाल्यौं, त्यहाँ मसलाहरु, यो टेस्टी मसला, चिकन मसलाहरु हेर्न सक्नुहुन्छ। त्यहाँ हाम्रो यो सोया सस, त्यसपछि हाम्रो यो भिनेगरहरु, त्यहाँ चिल्ली सस हेर्न सक्नुहुन्छ। यसरी यो हाम्रो फेरि चटनी हाल्छौं। यो चटनी हालेर एकदम मजाले यसलाई फ्राई गर्छौं। हेर्न सक्नुहुन्छ यो यसरी फ्राई गर्नुपर्छ। यसलाई 5-10 मिनेट नै फ्राई गर्नुपर्छ। फ्राई गरेर टेस्टी हुन्छ। यो धनिया हालिसक्यौं हामीले। यो सुर्खेत बसपार्कको 12 नम्बर सटरमा आउन सक्नुहुन्छ हजुरहरुले। एकचोटी हामीलाई सेवा गर्ने मौका दिनु होला। एकचोटी हाम्रो पसलमा भिजिट गर्न सक्नुहुन्छ। सुर्खेत बसपार्कको 12 नम्बर सटरमा क्वान्टिटी हेर्नुस्, क्वालिटी आउँछ, क्वान्टिटी आउँछ। यो हेर्नुस् मात्र 150 मा चिकन फ्राई राइस र एउटा चिकन ललिपप साथमा आउँछ साथी हो। एकचोटी हाम्रो पसलमा अवश्य भिजिट गर्नुस्। सेवा गर्ने मौका दिनु होला है। हेर्न सक्नुहुन्छ यो यहाँ सुर्खेत बसपार्कको दृश्य हेर्न सक्नुहुन्छ। यो हाम्रो बोर्ड हो। यो हाम्रो सुर्खेत बसपार्कको दृश्य एकदम यस्तो छ हेर्न सक्नुहुन्छ। यो हाम्रो सुर्खेत दैलान्ड हुनसित वारीपट्टि छ। यो हाम्रो काठमाडौँ नाइटो लागिरहेछन्। देउतनारायण काउन्टरसित वारीपट्टि हाम्रो पसल छ 12 नम्बर सटरमा। एकचोटी भिजिट गर्नलाई हस्त नमस्ते साथी है।